सो हेलो गाइज, फेरि पनि नेपाल सशस्त्र जवानमा सोधिने महत्त्वपूर्ण प्रश्न उत्तरहरू लिएर आइसकेको छु। ध्यानपूर्वक हेरिदिनु होला। अबको केही दिनमै नोटिस आउँछ र धेरै साथीहरूले भन्नुभएको थियो इक्जाम कहिले हुन्छ सर भनेर। अबको एक दुई दिनमा नोटिस आउँछ। म नोटिस आएपछि हजुरलाई भन्छु। अबको धेरै टाइम छैन। धेरै टाइम भएपछि 25 दिन लाग्छ भनेपछि 20 दिन जति होला लाग्छ मलाई चाहिँ। त्यति नै हुन्छ होला सकभर। आजको क्वेसन महत्त्वपूर्ण छ, त्यही भएर राम्रोसँग ध्यान दिएर सुनिदिनु होला साथीहरू कृपया। ल सुरु गरौँ है त आजको क्वेसनहरू। क्वेसन नम्बर आजको 1 मा रहेको छ, हाल नेपाल सरकारको गृहमन्त्री को हुन्? हाल नेपाल सरकारको गृहमन्त्री को हुन्? अप्सन क मा रहेको छ बालकृष्ण खाँड, अप्सन ख मा रहेको छ ईश्वर पोखरेल, अप्सन ग मा रहेको छ भानुभक्त ढकाल, अप्सन घ मा रहेको छ योगेश भट्टराई। साथीहरू यसको राइट आन्सर रहेको छ अप्सन क बालकृष्ण घाट है। हाल नेपाल सरकार गृहमन्त्री को हुन् त बालकृष्ण घाट। सरी घाट नै खाँड है, खाँड। क्वेसन नम्बर 2 मा रहेको छ, सशस्त्र प्रहरी कर्मचारीको प्रत्येक वर्ष कति दिन बिरामी बिदा पाउँछन्? क्वेसन ध्यान दिएर सुनिदिनु होला, सब इम्पोर्टेन्ट छ। मैले चाहिँ क्वेसनहरू इम्पोर्टेन्ट मात्र ल्याउने गरेको छु र यति मेहनत गरेर मैले बनाउनु पर्छ। हजुरहरूले ध्यान दिएर सुनिदिनु होला, बुझिदिनु होला भन्न चाहन्छु। सशस्त्र प्रहरी कर्मचारीको प्रत्येक वर्ष कति दिन बिरामी बिदा पाउँछन् त? अप्सन क मा रहेको छ 15 दिन, अप्सन ख मा रहेको छ 18 दिन, अप्सन ग मा रहेको छ 21 दिन र अप्सन घ मा रहेको छ 12 दिन। साथीहरू यसको राइट आन्सर रहेको छ अप्सन घ 12 दिन है। सशस्त्र प्रहरी कर्मचारीको प्रत्येक वर्षमा बिरामी बिदा चाहिँ 12 दिन पाउँछन् है। क्वेसन नम्बर 3 मा रहेको छ, सशस्त्र प्रहरी सेवा आयोगको सदस्य सचिव को हुने व्यवस्था छ त? सशस्त्र प्रहरी सेवा आयोगको सदस्य सचिव को हुने व्यवस्था छ? अप्सन क मा रहेको छ सशस्त्र प्रहरी महानिरीक्षक, अप्सन ख मा रहेको छ सशस्त्र प्रहरी नायब महानिरीक्षक, अप्सन ग मा रहेको छ सशस्त्र प्रहरी निरीक्षक, अप्सन घ मा रहेको छ सशस्त्र प्रहरी नायब महानिरीक्षक। साथीहरू यसको राइट आन्सर रहेको छ अप्सन क सशस्त्र प्रहरी महानिरीक्षक है। सशस्त्र प्रहरी सेवा आयोगको सदस्य सचिव को हुने रहने भएको छ त? हुने व्यवस्था को रहेको छ त? सचिव हुने व्यवस्था को रहेको छ त? सशस्त्र प्रहरी महानिरीक्षक है। ध्यान दिएर सुनिदिनु होला र बुझिदिनु होला भन्न चाहन्छु। आजको एन्सर कति मिलाउनुहुन्छ र कमेन्ट गरिदिनु होला। क्वेसन नम्बर 4 मा रहेको छ, सशस्त्र प्रहरी निरीक्षक इन्सपेक्टर पदको दर्जन चिन्ह के हो? क्वेसन ध्यान दिएर सुनिदिनु होला कृपया साथीहरू। सशस्त्र प्रहरी निरीक्षक इन्सपेक्टर पदको दर्जन चिन्ह के हो? अप्सन क मा रहेको छ घोडा क्रस, अप्सन ख मा रहेको छ खुकुरी डन्डा क्रस, अप्सन ग मा रहेको छ खुकुरी क्रस र अप्सन घ मा रहेको छ 2वटा तारा। साथीहरू यसको राइट एन्सर रहेको छ अप्सन क घोडा क्रस है। सशस्त्र प्रहरी निरीक्षक इन्सपेक्टरको दर्जन चिन्ह चाहिँ घोडा क्रस हो है। यसरी क्वेसन नम्बर 5 मा रहेको छ, सशस्त्र प्रहरीमा राजपत्राङ्कित चतुर्थ श्रेणीको पद भन्नाले कुन पदलाई बुझिन्छ? क्वेसन ध्यान दिएर सुन्नु होला कृपया साथीहरू। सशस्त्र प्रहरीमा राजपत्राङ्कित चतुर्थ श्रेणीको पद भन्नाले कुन पदलाई बुझिन्छ त? अप्सन क मा रहेको छ सप्रवरिष्ठ हवलदार र अप्सन ख मा रहेको छ सप्र जवान र अप्सन ग मा रहेको छ सप्रपरिचर र अप्सन घ मा रहेको छ सप्र सहायक निरीक्षक। यसको राइट आन्सर रहेको छ साथीहरू अप्सन ख सप्र जवान है। यसरी क्वेसन नम्बर 6 मा रहेको छ, सशस्त्र प्रहरी बलले आफ्नो
जन्मोत्सव कहिले मनाउने गर्दछ त? सशस्त्र प्रहरी बलले आफ्नो जन्मोत्सव कहिले मनाउने गर्दछ त? अप्सन क मा रहेको छ कार्तिक 7 गते, अप्सन ख मा रहेको छ माघ 10 गते, अप्सन ग मा रहेको छ कार्तिक 17 गते र अप्सन घ मा रहेको छ पौष 9 गते। साथै यसको राइट एन्सर रहेको छ अप्सन ग कार्तिक 17 गते है। सशस्त्र प्रहरी बल आफ्नो जन्मोत्सव कहिले मनाउँछ त? कार्तिक 17 गते है। यसरी क्वेसन नम्बर 7 मा रहेको छ सशस्त्र प्रहरी बलको गुणहरू कतिवटा छन्? क्वेसन ध्यान दिएर सुनिदिनु होला है कृपया साथीहरू, र लाइक सेयर सब्सक्राइब सबले गरिदिनु होला है। यति मेहनत गरेर भिडियो बनाउनु पर्छ। सशस्त्र प्रहरी बलको गुणहरू कतिवटा छन्? अप्सन क मा रहेको छ 30, अप्सन ख मा रहेको छ 36, अप्सन ग मा रहेको छ 40 र अप्सन घ मा रहेको छ 46। साथै यसको राइट एन्सर रहेको छ अप्सन ख 36 है। सशस्त्र प्रहरी बलको गुणहरू 36 वटा छन् है। यसरी क्वेसन नम्बर 8 मा रहेको छ सशस्त्र प्रहरी कर्मचारीको काम कर्तव्य र अधिकार तलका मध्ये कुन होइन? सशस्त्र प्रहरी कर्मचारीको काम कर्तव्य र अधिकार तलका मध्ये कुन होइन त? अप्सन क मा रहेको छ माथिको दर्जाको आज्ञा मान्न, अप्सन ख मा रहेको छ समय पालना गर्नु, अप्सन ग मा रहेको छ विवाह नगर्नु र अप्सन घ मा रहेको छ सरकारको विरुद्ध कुनै काम नगर्नु। कुन होला साथीहरू? साथै यसको राइट एन्सर रहेको छ अप्सन ख समय पालना नगर्नु है। सशस्त्र प्रहरी कर्मचारीको काम कर्तव्य र अधिकार तलका मध्ये कुन होइन भनेको छ? यसको राइट एन्सर रहेको छ अप्सन ख है समय पालन गर्नु। यसरी क्वेसन नम्बर 9 मा रहेको छ तलका मध्ये कुन सशस्त्र प्रहरी आचरणभित्र पर्दछ त? तलका मध्ये कुन सशस्त्र प्रहरी आचरणभित्र पर्दछ? अप्सन क मा रहेको छ राजनीतिमा भाग लिन, अप्सन ख मा रहेको छ प्रभाव पार्न नहुने, अप्सन ग मा रहेको छ कुनै पनि होइन र अप्सन घ मा रहेको छ क र ख दुवै हुन्। साथै यसको राइट एन्सर रहेको छ अप्सन घ क र ख दुवै हुन् है। राजनीतिमा भाग लिन र प्रभाव पार्न नहुने। तलका मध्ये सशस्त्र प्रहरी आचरणभित्र पर्ने के रहेछन् त? राजनीतिमा भाग लिन र प्रभाव पार्न नहुने है। राजनीतिमा भाग लिन नहुने र प्रभाव पार्न नहुने है। यसरी क्वेसन नम्बर 10 रहेको छ तलका मध्ये कुन सशस्त्र प्रहरी कर्मचारीलाई गरिने कारबाही होइन? क्वेसन ध्यान दिएर सुनिदिनु होला। तलका मध्ये कुन सशस्त्र प्रहरी कर्मचारीलाई गरिने कारबाही होइन? अप्सन क मा रहेको छ वसियत दिने र अप्सन ख मा रहेको छ घटुवा गर्ने, अप्सन ग मा रहेको छ बटुवा रोक्का गर्ने र अप्सन घ मा रहेको छ बिदा नदिने। साथै यसको राइट एन्सर रहेको छ अप्सन ग बिदा नदिने है। सशस्त्र प्रहरी कर्मचारीले गरिने कारबाही चाहिँ के रहेछ त? बिदा नदिने है। सशस्त्र प्रहरी कर्मचारीले गरिने कारबाही होइन भनेको छ बिदा नदिने है। क्वेसन नम्बर 11 मा रहेको छ सशस्त्र प्रहरी बल एपीएफ स्थापना कहिले भयो त? यो चाहिँ पहिलाको एक्जाम नि आएको थियो, यसपालि नै आउन सक्छ। यो चाहिँ म कन्फर्म गर्छु र ध्यान दिएर बुझेर रटेर जानु होला। सशस्त्र प्रहरी बल एपीएफ स्थापना कहिले भएको हो? अप्सन क मा रहेको छ विक्रम सम्वत 2058 मा, अप्सन ख मा रहेको छ विक्रम सम्वत 2057 मा, अप्सन ग मा रहेको छ विक्रम सम्वत 2060 र अप्सन घ मा रहेको छ विक्रम सम्वत 2062 मा।
साथीहरु यसको राइट आन्सर रहेको छ अप्सन ख विक्रम सम्वत 2057 है। एपिएफ को स्थापना कहिले भएको थियो त 2057 भएको थियो है। क्वेशन नम्बर 12 मा रहेको छ सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि कति वर्षको हुन्छ? सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि कति वर्षको हुन्छ? अप्सन क मा रहेको छ 2 वर्ष, अप्सन ख मा रहेको छ 3 वर्ष, अप्सन ग मा रहेको छ 4 वर्ष र अप्सन घ मा रहेको छ 5 वर्ष। साथीहरु यसको राइट आन्सर रहेको छ अप्सन ग 4 वर्ष है। सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि कति वर्ष हुन्छ त 4 वर्ष हुँदो रहेछ। क्वेशन नम्बर 13 मा रहेको छ सशस्त्र प्रहरी नियमावली 2072 ले विधा सम्बन्धी व्यवस्था कुन परिच्छेदमा गरेको छ? सशस्त्र प्रहरी नियमावली 2072 ले विधा सम्बन्धी व्यवस्था कुन परिच्छेदमा गरेको छ त? अप्सन क मा रहेको छ परिच्छेद 11, अप्सन ख मा रहेको छ परिच्छेद 12, सरी यहाँ 12 हो लेखेको रहन्छ। अप्सन ग मा रहेको छ परिच्छेद 14 र अप्सन घ मा रहेको छ परिच्छेद 16। साथीहरु यसको राइट आन्सर रहेको छ अप्सन ग है, परिच्छेद 14 मा हो है। सशस्त्र प्रहरी नियम 2072 ले विधा सम्बन्धी व्यवस्था कुन परिच्छेदमा गरेको छ त? परिच्छेद 14 मा है। नझुकिनु होला, यसमा मिस्टेक भएछ, यसमा चाहिँ 12 थियो अप्सन लेखिएको रहन्छ, त्यसमा नझुकिनु होला। क्वेशन नम्बर 14 मा रहेको छ सशस्त्र प्रहरी बल एपीएफ पहिलो महानिरीक्षकको नाम तलका मध्ये कुन हो त? सशस्त्र प्रहरी बल एपीएफ पहिलो महानिरीक्षकको नाम तलका मध्ये कुन हो? अप्सन क मा रहेको छ श्री तोकेन्द्र खनाल, अप्सन ख मा रहेको छ श्री कृष्णमोहन श्रेष्ठ, अप्सन ग मा रहेको छ श्री सबीर थापा र अप्सन घ मा रहेको छ श्री सिंहबहादुर श्रेष्ठ। साथै यसको राइट आन्सर रहेको छ अप्सन ख श्री कृष्णमोहन श्रेष्ठ है। एपीएफ पहिलो महानिरीक्षक कुन हो त? सरी कुन हुन् त? श्री कृष्णमोहन श्रेष्ठ हुन् है। क्वेशन नम्बर लास्टमा रहेको छ सशस्त्र प्रहरी बलको आदर्श वाक्य तलका मध्ये कुन हो? सशस्त्र प्रहरी सशस्त्र प्रहरी बलको आदर्श वाक्य तलका मध्ये कुन हो त? अप्सन क मा रहेको छ शान्ति सुरक्षा प्रतिबद्धता, अप्सन ख मा रहेको छ ज्ञान कला कौशल, अप्सन ग मा रहेको छ शान्ति अस्तित्व तटस्थ, अप्सन घ मा रहेको छ कुनै पनि होइन है, यो मिस्टेक भएको, तटस्थता हो, हल्का यसमा कन्फ्युज नहुनु होला। यसको एन्सर चाहिँ म आज भनिदिन्छु है। यसको एन्सर चाहिँ अप्सन क शान्ति सुरक्षा प्रतिबद्धता है। यसमा पनि मिस्टेक भएछ, लेख्दाखेरि मिस्टेक भइहाल्छ, यसमा नझुकिनु होला। यसको एन्सर चाहिँ अप्सन क हो है। साथीहरु आजको लागि चाहिँ यति नै। म अर्को भिडियोमा अब चाहिँ छिटो भिडियो बनाउने छु। धेरै साथीहरुले छिटो भिडियो बनाउनु भन्नुभएको थियो र म छिटो भिडियो बनाउने छु। आजको लागि चाहिँ यतिले। सबैलाई बेस्ट अफ लक। कति जान्नुभयो सबैले कमेन्ट गरिदिनु होला। सबैले रटेर हेर्नु होला। अबको क्वेशनहरु जुन इम्पोर्टेन्ट आउने छन्, अब चाहिँ रेगुलर भिडियो आउन सक्ने सम्भावना छ। त्यही भएर साथीहरु सबैले राम्रोसँग पढिदिनु होला। एपीएममा जागिर खानुपर्छ है, जागिर खानुपर्छ।